हेलो गाइस, वेलकम टु माई ब्लग। आज चाहिँ मेरो बाबा विदेशबाट आइसक्नु भयो अनि हिजो आउनुभएको छ। आज चाहिँ म बाबाले विदेशबाट ल्याइदिएको सामानहरू अनबक्स गर्छु, त्यही भएर राम्रोसँग हेरिदिनु होला। फर्स्टमा म देखाउँछु मेरो के भन्छ अरे हेडफोन ब्लू कलरको छ। लगाएर देखाइदेऊ न एकचोटि। यो चाहिँ यसरी रोटेट हुन्छ अनि यस्तो गर्ने। ल वान आइटम है। यो फर्स्ट आइटम यस्तो। यो चाहिँ फर्स्ट ठुलो ट्याब आइप्याड एप्पल को अनि यसलाई चाहिँ यस्तो गर्ने यस्तो गर्ने। ल सुरु गर। अब यसलाई राखौँ साइडमा। अनि यो चाहिँ मेरो एडिट भाइको लागि। भाइको त उता राख्दो। अनि मेरो सानो भाइ र अनि अलि सानो भाइले चाहिँ आफ्नो लिइसक्यो। अनि यो चाहिँ माइक र के भन्छ अरे स्पिकर। यहाँ चाहिँ 2 माइक्स छ। यो स्पिकर अनि दुईटा माइक। अब चाहिँ छ यो त पहिलाको पालि पार्ट 1 मा थियो नि। हैन, यो त लबट वाला हो। पहिलाको पालि त बिट्सहरु थियो। यो लबट वाला हो। ए खै पहिलाको पालि बिट्सहरु थियो। ल अर्को धेरै बिट्स भएको देखाउन। धेरै बिट्स भएको। वाउ, यो चाहिँ बिट्सहरु हो। खै देखाउ त। अनि हामीले बनाउने हो। बिट्स चाहिँ खोल्नु पर्दैन अहिले। ल सुरु गर। अहिले पछि सबै खोलेर देखाउँछु म तपाईलाई। अनि यो चाहिँ बाबाले मेरो लागि स्पेशल ल्याइदिनु भएको क्यामेरा वाला। अनि यहाँ पछाडि चाहिँ ब्रेसलेट औँठी अरू के छ मलाई थाहा छैन। गाइस, मेरो आमाले चाहिँ मलाई दोकान थापिदिनु भएको छ यो ब्रिड्सहरुको। अनि फर्स्टमा चाहिँ म तपाईहरुलाई यो देखाउँछु र्याबिट वाला। ओ खोला नि। ल रुपै खोल्छु। वाउ, हीरा मोती सुन चाँदी। ल लग गर। अब म यो लक गरिदिन्छु। खै मामले गरिदिन्छु त्यो त। नि भयो। यहाँ राख ल। अब चाहिँ म यो खोल्छु। पुरानै डब्बा हो तर यामा चाहिँ न्यू सामानहरु छ के। का पुरानो डिब्बा पहिलाको जस्तो भन न के हो पुरा। पहिलाको जस्तै। अनि यो चाहिँ यो यस्तो लबटहरु। अनि यो चाहिँ पम वाला लबटहरु। अनि यो ब्रेसलेट औँठी काटा। अनि यो चाहिँ यस्तो लबटहरु। अनि यहाँ चाहिँ काटा। ल बन्द गर। सबैमा यस्तो रहेछ नि। अब म देखाउँछु तपाईहरुलाई क्यामेरा वाला। क्यामेरा के छ? के हो त्यो? रोक्नु। ओ माय गॉड। एउटा ब्रेसलेट छ, एउटा नेकलेस छ, एउटा अनि उयो दुईटा उयो बटरफ्लाई वाला उस छ काँटा अनि एउटा औँठी छ। यिनीहरु चाहिँ मैले खोले छैन। अनि यिनीहरु चाहिँ मैले बाँडिदिन्छु होला। अनि मन परेको चाहिँ मैले राख्छु। अनि यो पनि मैले साथीहरु दिदीहरुलाई बाँड्छु। अनि बाँकी रहेको सबै चाहिँ म लिने हो। त्यही डिसाइड गरे हामीले। मैले चाहिँ यो ब्रेसलेटहरु एक कुन्टा बाँड्छु मेरो दिदीहरुलाई। है यस्तो राम्रो है। अनि बाँकी रहेको चाहिँ म आफै लिन्छु सबै। अब चाहिँ के देखाउँ? स्केट देखाउँछु। स्केट म चाहिँ ढोल्न लागिसक्यो गाइस। मेरो स्केट निकाल न। यो चाहिँ खुट्टामा लाउने स्केट। अनि यसको सेफ्टीहरु। यो चाहिँ यसको सेफ्टी। अनि यो यसको टायर झिकाल्न छ भने टायर बनाउन छ भने उयो। ए त्यस्तो नि रहेछ है। अनि हेलमेट खै त्यसको? हेलमेट लगाऊ त एकचोटि हेलमेट। यो चाहिँ यसको हेलमेट हो।
हो त्यसै ल यस्तो गरेर अनि यस्तो गर्ने वाउ अब म देखाउँछु तपाईलाई मिठाईहरु अनि मिठाई मिठाईहरु चाहिँ कसैले बार्नको लागि खोलेर भ्याइसक्यौं हामीले अनि यो चाहिँ 2 प्याकेट छ एउटा प्याकेट चाहिँ भ्याइसक्यो त्यसलाई राख्दिम उता राख इ अर्को नखोलेको रहेछ उयो रहेछ बन्दवाला त खै देखाउनु त मिठाई यतापट्टि जेली मिठाई हो अनि एउटा चुपा चुप्स अनि चाहिँ यो के हो मर्समेलो होला नि मर्समेलो ए हैन यो त के रे बदामवाला हो के है यो बदामवाला मिठाई अनि यो चाहिँ मैले खाइरहनु भएको अनि एउटा हुन्छ मेरो कसरी बाह्र सबै भइसक्यो अनि यो चाहिँ 1 प्याकेट मर्समेलो अनि यो चाहिँ 2 प्याकेट मर्समेलो अनि यो चाहिँ के भन्छ र यसलाई काजु अनि यो चाहिँ के भन्छ रे इन्सेक्ट वाला त्यसले अनि यो चाहिँ मिक्स ड्राई फ्रुट कति भारी हो यो खजुरहरू यसलाई के भन्छ रे मामु खजुरै हो खजुर अब अर्को डिब्बावाला देखाउँछु हजुरलाई एउटा चाहिँ खोले सिद्धि भ्यायो यस्तो वाला अनि यो नि खजुर यति नै छ मेरो मिठाईहरू मैले चाहिँ सबैलाई कसैले यहाँ रेडी पारेर राख्दैछु पोको बनाइदिन्छु ठ्याक्कै अनि सबैलाई बार्न जान्ने हो आज चाहिँ त्यो मेरो प्यारो बाबा चाहिँ अहिले चोकमा जानुभएको त्यो भएर हामीले बाबालाई देखाएको छैन खस्यो अनि आजको लागि यति नै यो भिडियो मन पर्यो आजको लागि यति नै यो भिडियो मन पर्यो भने लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला बाई बाई